सामाजिक सञ्जालमा के कुरो भन्न चाहिरहेको छु भनेदेखि तर मलाई त भन्न जरुरी पनि छैन। अर्काको लाइफ हो हैन, अर्काको आफ्नो जीवनी तरिका हुन्छ, आफ्नो घरको परिस्थिति हुन्छ है, उहाँलाई कस्तो बितिरहेको छ, उहाँलाई के भइरहेको छ मलाई त थाहा छैन। तर बाहिर अर्काको 2-3 मिनेटको भिडियो हेरेर जज गर्न पनि आवश्यकता छैन। फेरि पनि म उहाँको एकदम फ्रेन्ड हो है, उहाँको एकदम बेस्ट फ्रेन्ड हो, साथी नै हो म है। मेगा इमेजको साथी नै भएको नाताले गर्दा मैले के भन्न चाहन्छु भनेदेखि सामाजिक सञ्जालमा पहिला पनि मेगाजीले है, मेगाजी एउटा युट्युबर हो एन्ड हिमेश पनि एउटा पत्रकार हो, हिमेश सर पनि एउटा पत्रकारै हो उहाँ झन्। अनि उहाँहरूको लाइफमा के चलिरहेको छ, कस्तो चलिरहेको छ त हामीले त सामाजिक सञ्जालमा भिडियो देखेरै हामीले थाहा पाउने हो, बुझ्ने हो है। अब घर त कोही पनि गइया होइन। तर मलाई एउटा कुरो दुःख लागेको के छ भनेदेखि साथीहरू, उहाँले पहिला पनि उहाँले अब हुन्छ नि त बुढाबुढीको झगडा कसो घर हुन्न र जसको पनि हुन्छ है। एक बुढाबुढीको झगडा परालको आगो भन्छन्, जसको घर नि हुन्छ। जहाँ ठाकठुक हुँदैन, जहाँ बुढाबुढीको झगडा हुँदैन त्यहाँ माया पनि हुँदैन भन्छन् कि। सायद होला जस्तै लाग्छ। हामी पनि बुढाबुढी एकदमै झगडा गरिन्छ एन्ड हामी पनि झगडा गरिन्छ, नगर्ने होइन, सबैको घर हुन्छ। फेरि पनि सामाजिक सञ्जालमा कि त यति बुढाबुढीको झगडै हुन्छ भने डिभोर्सै हुने तरिकाले, डिभोर्स नै हुने तरिकाले हुनुपर्छ, होइन भनेदेखि घरमा सानोतिनो झगडा सबैको हुन्छ। उहाँले मेगाजीले पहिला पनि अब सामाजिक सञ्जालमा नाना थरी अब भन्नुभयो, रुनुभयो, चिल्लाउनु भयो, कराउनु भयो, पागलको तर हरकत गर्नुभयो है। अनि त्यसमा पनि मैले है आफ्नो लाइफमा किन बोल्नु, किन गर्नु भने मैले केही भिडियो बनाउनु आफ्ना सुझाव सल्लाह, आफ्नो सोचाइ विचार सबै साथीहरूले सामाजिक सञ्जालमा राख्नुभएको थियो। तर मलाई बोल्न मन लागेन, किनकि सबैको हुन्छ। अब किनकि अब आफूमा आएर भनिहाल्नु भयो, गल्ती मान्छेबाटै हुने हो भन्ने मैले त्यस्तो सोचेँ। मैले केही नै भएन। अहिले अहिले फेरि हिमेशजीलाई पत्र लेख्दै, जस्तो चिठी लेख्दै, हिमेश सर म यसरी छोडेर जाँदैछु, यस्तो मबाट खुसी हुनु भएन। पहिला पनि त उहाँहरू झगडा भएर सामाजिक सञ्जालमा कति तल्का मचाउनु भयो। अनि फेरि 1 सालसम्म उहाँहरू अलग अलग हुनुभयो नि त, अलग अलग बस्नुभयो। मेगाजी हिमेश सर अलग अलग बस्नुभयो। अनि फेरि 1 वर्षको अन्तरालमा अहिले फेरि दुईटाको होइन, अब दुईटाको राम्रो सल्लाह प्रतिक्रिया, राम्रो सोचाइ, अब यतात्यता अब मिलापत्र भयो नि त उहाँको। मिल्नुभयो। फेरि सामाजिक सञ्जालमा ल म मेगालाई डब्बा लगाइदिँदैछु, पैसा छैन, अब म मेगाको कोठा जान्छु भन्ने हिमेश सरले जानुभयो नि त, जानुभयो, मिल्नुभयो। उहाँको एउटा राम्रो क्युट बेबी पनि छ है। मैले प्रायः हेरिरहेको छु क्या उहाँहरूको भिडियो। राम्रो युट्युबर हो नि त उहाँ त, राम्रो आम्दानी गर्नुहुन्छ युट्युबबाट, राम्रो कमाइ भएको छ है, कमाउनुहुन्छ अनि रमाउनुहुन्छ पनि, अनि एकदम फ्रेन्डली हुनुहुन्छ उहाँहरू, बोल्न जान्दैन त्यता। अनि आइएम सो सरी है, गल्ती भयो, माफ गर्नु होला मेगाजी। तर सामाजिक सञ्जालमा झगडा जसको नि हुन्छ, आफूले सम्हाल्नु है, आफूलाई एकदमै सम्हाल्नु। झगडा जसको पनि हुन्छ एकदमै सम्हाल्नु। सामाजिक सञ्जाल हो, भोलि बिहान हामीले कठै भनिदियो एकछिनको लागि, सम्हाल्ने आफूलाई हो, कसैले सम्हाल्दैन। तर आफूले सम्हाल्नुहोस्। सानोतिनो कुरा पनि घरको झगडा यताउति बाहिर नल्याउनुहोस्, किनकि भोलि बिहान मान्छेले नि त कसैको आँट यता पाएपछि मान्छेले हेप्ने चेप्ने गर्छन्। हल्का नहुनुहोस्, यति राति हल्का नहुनुहोस्, किनकि हिमेश एउटा पत्रकार जस्तो मान्छे, तपाईँ पनि त सानोतिनो युट्युबर हो है, आफै एकदम बुझकारी नै हुनुहुन्छ, भन्नु पर्ने कुरा त केही पनि छैन। फेरि पनि तपाईँले जस्तो सामाजिक सञ्जालमा मैले अघि मात्रै भिडियो देखेको थिएँ, मैले भिडियो बनाउन मन लागिहाल्यो। तपाईँले ल म छोडेर जाँदैछु हिमेश सर, मैले तपाईँकोलाई बुझ्न के अरे, तपाईँले पहिला जस्तो माया गर्नु भएन, यस्तो गर्नु भएन, उस्तो गर्नु भएन, धेरै नै कुरा राख्नुभएको छ। अनि फेरि दुईटाले बिहा गरेको जस्तो तिहारे फुलको माला लाएर बिहा गरेको नाटक गर्नुभएको छ। अनि दाजुभाइमा पनि त्यस्तो नाटक चल्छ र हामी भाइ बहिनी हो, हामी दुईटा भाइ हो भन्नुभएको छ फेरि। अनि फेरि मलाई यो बुझ्नै, कतिजनाले बुझ्नु भएको छ र साँचो हो होइन साथीहरू कमेन्ट गर्नु होला है। तर मलाई एकदम नराम्रो लाग्यो। उहाँको सानो बेबी छ। अनि हिमेश सरले यस्तो पत्र लेखेर मेगाले गएपछि यस्तो हो, कति कुरो साँचो हो, कति कुरो होइन, मैले खुलाउँदै जानेछु भनेर भन्नुभएको छ उहाँले।
अनि चिठी थुप्रैहरू चिठी पढ्नु भएको छ हिमे सरले, तर कति साँचो हो कति साँचो होइन। तर अहिले नेपालमा डिभोर्स दिने दिदीबहिनी एकदम धेरै हुनुहुन्छ क्या, एकदम धेरै हुनुहुन्छ। तर आफूले आफूलाई सम्हाल्नु। नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै हो, कहीँ गएर सुख हुँदैन। जो आफूलाई लेखेको छ त्यो भोग्नु नै पर्छ साथीहरू, कहीँ गएर सुख छैन। तर एकदम आफूले आफूले सम्हाल्नु, स्ट्रङ हुनु, यति हल्का नहुनु के, हल्का नहुनु। र साथीहरू मलाई एकदम मन दुखेको थियो है, अझ कति कुरो साँचो हो होइन है। या त साँच्चै हिमेश सरलाई मेघाले छोडेकै हो, या त यो त्यस्तो सुटिङ पनि केही देख्दैन मैले। त्यस्तो सुटिङ पनि मिडियाले इन्टरभ्यू लिएको छ, अनि त्यहाँ दुईवटा भाइ बस्नुभयो, माला लाउनु भयो, अनि फेरि म छोडेर जाँदैछु यस्तो उस्तो भन्नुभएको छ। अनि लास्टमा गएर हामी दुईवटा भाइ हो कस्तो लाग्यो भन्नुभयो क्या। दुईवटा भाइमा नि बिहा गरेको नाटक त्यस्तो चल्छ र चल्दैन नि त। रियलमा आफ्नो दुईवटा भाइ हो भनेदेखि यो कुरा गलत छ। आफ्नो भाइ र दुईवटा भाइ भइसकेपछि लास्टमा भन्नुभयो उहाँले हामी दुईवटा भाइ हो भन्नुभयो। तर दुईवटा भाइमा त्यस्तो ठिक होइन, त त्यस्तो ठिक होइन मेघाजी, त्यस्तो नगर्नुहोस् है, आफूले आफूलाई सम्हाल्नुहोस् हो उहाँले भन्नुभयो। कति भिडियोमा भन्नुभयो मेरो बाआमा छैन, यहाँ छैन, त्यहाँ छैन भन्नुभयो है। तपाईँ बुझ्ने कोसिस गर्नु, एकअर्काले बुझ्ने कोसिस गर्नु। जस्तो श्रीमान भइसके श्रीमतीलाई बुझ्नु पर्यो, श्रीमानले पनि त श्रीमतीलाई बुझ्नु पर्यो, श्रीमतीले श्रीमानलाई बुझ्नु पर्यो। एकअर्कामा बुझ्ने कोसिस गर्नु, आफ्नो श्रीमानलाई बुझ्ने कोसिस गर्नु क्या। उसले के चाहन्छ, कस्तो चाहन्छ, आफ्नो श्रीमतीबाट उसले के चाहन्छ, कस्तो चाहन्छ, उसको ह्याबिट कस्तो छ, के छ भन्ने कुरा बुझ्नु। र श्रीमानले पनि श्रीमतीलाई बुझ्नु। लाइफ त्यति सजिलैसँग जाँदैन, जिन्दगी लामो छ, तर काट्न एकदमै गाह्रो हुन्छ। एकअर्कालाई बुझिएन भने यस्तै हुन्छ। सामाजिक सञ्जालमा उथाल पुथाल हुने, रुने, चिल्लाउने, कराउने, डिप्रेसनमा जाने। अहिले धेरै दिदीबहिनी त्यस्तै हुनुभएको छ क्या। आफूले आफूले बुझ्नुहोस्, आफ्नो परिवारलाई बुझ्नुहोस् है, आफ्नो श्रीमानलाई बुझ्नुहोस्। नमस्ते साथीहरू, मेरो प्रतिक्रिया कस्तो लाग्यो मलाई एकदम कति साँचो हो कति साँचो होइन, तर मैले त्यति त बुझेको छैन। मैले धेरै नै भिडियो हेरिसकेँ, एकदम मन दुख्यो है। मलाई मेघाले छोडेर जाँदैछ, यस्तो जाँदैछ, चिठी लेखी यहाँ त्यहाँ भन्नुभयो र मैले दुई चार प्रश्न राखेँ। र कतिले सत्य हो होइन साथीहरू कमेन्ट गर्नु होला। लाइक सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला, ताकि तपाईँहरूको एक लाइक, एक सब्सक्राइब, एक सेयरले पनि कसैको जिन्दगीमा धेरै नै इफेक्ट परेको छ साथीहरू है। मेरो प्रति